एनपीएल को सम्पूर्ण तयारी पूरा। एनपीएल को उपाधि जित्ने गरी कुशल मल्लको टिमले ल्यायो खतरनाक विदेशी खेलाडी। कस्तो बन्यो त टिम? दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिइसकेको छ। सोमबारदेखि मङ्सिर 27 गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले बताइसकेका छन् र आज त्यहाँ आयोजित पत्रकार सम्मेलनमा पनि उनले त्यो कुराको जानकारी दिएका थिए। प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप रु 1 करोड 10 लाख प्रदान गरिनेछ। यसअघि जनकपुर बुल्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिका लागि कब्जा जमाएको थियो। त्यसैगरी प्रतियोगिताको उपविजेता टोलीले भने रु 51 लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु 25 लाख तथा चौथो हुनेले रु 15 लाख प्राप्त गर्नेछ। एनपीएलमा विभिन्न 8 फ्र्यान्चाइज टोली सहभागी हुनेछन्। उद्घाटन खेल जनकपुर बुल्स र काठमाडौँ गोर्खाजबीच हुनेछ। अब लागौं आजको मेन विषयवस्तुतिर। कसले जिल्ला त? एनपीएलको उपाधि अर्थात् कुशल मल्लको टिम पनि बलियो बनेको छ। चितवन राइनोजको मार्की खेलाडी युवा अलराउन्डर कुशल मल्ल हुन्। नेपाल प्रिमियर लिग एनपीएलको पहिलो सिजनमा यो टिमले युवा खेलाडीहरूको वर्चस्व थियो, तर अनुभवी विदेशी खेलाडीहरूलाई अनुबन्ध गर्दै लिगमा औसत प्रदर्शन गर्यो। धेरैले अपेक्षा नगरे पनि प्लेअफसम्म पुगेको चितवनले एलिमिनेटर यात्रा पार गर्न सकेन। यद्यपि यो टिमका युवा खेलाडीहरूले एनपीएलमा अनुभवी खेलाडीहरूसँग सिक्ने राम्रो अवसर पनि पाए। अबको केही दिनमा सुरु हुन लागेको दोस्रो सिजनको एनपीएलमा पनि मार्कीमा कुशल मल्ल नै छन्। पहिलो सिजनका टिममा रहेका कुशल मल्लसहित 6 जना खेलाडी रिटेन गरेको चितवनले 2 अनुभवी विदेशी खेलाडी रवि बोपारा र सोहन तन्वीरलाई दोस्रो सिजनमा पनि निरन्तरता दिइसकेको छ। यसै इङ्ल्यान्डका विश्वकप खेलिसकेका खेलाडी डाभिड मालान र पहिलो सिजन सुदूरपश्चिम रोयल्सबाट खेल्दै उत्कृष्ट खेलाडी बनेका सैफ अली जैफलाई अनुबन्ध गरेपछि चितवनको विदेशी लाइनअप एकदमै बलियो बनेको छ। यसबाहेक चितवनले पहिलो सिजनकै 2 खेलाडी विपिन रावल र रञ्जित कुमारलाई पनि अक्सनबाट अनुबन्ध गरेको थियो। पहिलो सिजन चोटका कारण खेल्न नपाएका मिडियम पेस बलर कमल सिंह एरी दोस्रो सिजनमा टिममा परेका छन्। यसरी हेर्दा चितवन राइनोजले 2 विदेशी सहित 10 जना खेलाडी पहिलो सिजनबाटै निरन्तरता दिएको छ। त्यसमा थपिएका छन् पहिलो सिजनको वेस्ट प्लेयर सैफ अली जैफ। यसबाहेक चितवनले पहिलो सिजन कर्णाली एक्सबाट खेलेका देव खनाल र लुम्बिनी लायन्सबाट खेलेका विकेट किपर अर्जुन साउदलाई अक्सनबाट अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको थियो। त्यसमा भेटरान सहित 5 विदेशी खेलाडी समेत थपेपछि चितवन सबै पोजिसनमा सन्तुलित देखिएको छ। देव र अर्जुनले आवश्यकता अनुसार टप अर्डरमा खेल्न सक्छन्। यस्तै सैफ अली जैफ पनि टप अर्डरमा खेल्न सक्छन्। त्यसैगरी डाभिड मलान रवि बोपारा टप अर्डर मिडल अर्डरमा खेल्न सक्छन्। कप्तान कुशल मल्ल आवश्यकता अनुसार जुनसुकै पोजिसनमा पनि खेल्न सक्छन्। यसबाहेक मिडल अर्डरमा दीपक बोहरा विपिन रावल जस्ता खेलाडी पनि विकल्पमा छन्। रवि बोपारा सैफ अली कुशल मल्ल स्पिन अलराउन्डरको रूपमा छन् भने अमर सिंह राउटेला मिडियम पेस बलिङ गर्ने अलराउन्डरको रूपमा चिनिन्छन्। मिडियम पेसरमा सोहल तन्वीरसँगै रिजन ढकाल र कमल सिंह एरी पनि छन्। यस्तै गौतम केसी पनि मिडियम पेसरको विकल्पमा छन्। यसबाहेक स्पिनमा रञ्जित कुमार र विपिनलाई आश्चर्य छन्। त्यसैगरी चितवनले युगान्डाका अलराउन्डर अल्पेश रमजानीलाई पनि अनुबन्ध गरेको छ। टप अर्डर मिडल अर्डर र पेस बलिङमा चितवन बलियो देखिएको छ, तर स्पिनरमा भने नाम चलेका खेलाडी छैनन्, पार्ट टाइम स्पिनर मात्रै छन्। यस्तै पेस बलिङ अलराउन्डरमा अमर राटेउला मात्र छन्। कमलले पनि लोअर अर्डर ब्याटिङ गर्न सक्छन्, तर पहिलो सिजन चोटका कारण गुमाएका उनी पछिल्लो समय राष्ट्रिय टिममा पनि परेका छैनन्। त्यसकारण उनले कस्तो प्रदर्शन गर्लान् भन्ने चासो पनि सबैतिर छ। पहिलो सिजनको प्रदर्शन। पहिलो सिजन चितवन राइनोजले प्लेअफसम्मको यात्रा तय गरेको थियो। चितवन 7 खेलबाट 8 अङ्क जोडेर तेस्रो स्थानमा लिग सकाएको थियो। कर्णाली एक्स र काठमाडौँ गोर्खाजले पनि समान 8 अङ्क जोड्दा नेट रन रेटमा चितवन अगाडि रहेको थियो भने तर पहिलो सिजनमै कर्णाली एक्ससँग पराजित हुँदा चितवनको यात्रा अघि बढ्न भने सकेन। कुशल मल्लको कप्तानीमा खेलेको चितवनका लागि पहिलो सिजन 2 भेटरान विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। चितवनका रवि बोपारा 286 रनसहित सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा थिए। च्याम्पियन जनकपुर बुल्सका लहिरु मिलान्थाले उनीभन्दा 7 रन बढी बनाएका थिए। यस्तै सोहेल तन्वीरले 14 विकेट सहित सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा थिए। पहिलो सिजन सुदूरपश्चिमका लागि अलराउन्डर प्रदर्शन गरेका
इङ्ग्लिस खेलाडी सोइब अली जैबलाई पनि चितवनले अनुबन्ध गरेका थिए। उनले पहिलो सिजनमा 275 रन बनाउँदै सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा थिए। यस्तै उनले 12 विकेट लिँदै सर्वाधिक विकेट लिनेमा पनि 7औं स्थानमा थिए। यस्तै नेपाली बलरमा चितवनका रिजन ढकाल 13 विकेट लिने र संयुक्त रूपमा 5औं स्थानमा थिए। चितवन राइनोजको टिम रिटेन कुशल मल्ल, कमल सिंह एरी, रिजन ढकाल, दीपक बोहरा, अमर सिंह रटेउला, गौतम केसी, त्यसै गरी अनुबन्ध खेलाडी देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रञ्जित कुमार, विपिन रावल, विदेशी खेलाडी रवि बोपारा, सोहेल तन्वीर, त्यसै गरी दविड मलान, स्वाइप अली, जैब अल्पेश, राम जानी, त्यसै गरी मुख्य प्रशिक्षक कमल अली। अब नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणका खेलहरू सुरु हुन अब 1-2 दिन मात्रै बाँकी छ। हामीले यो समाचार तयार पार्दासम्म 2 दिन मात्रै बाँकी छ। अब यसपालि एनपिएलको दोस्रो संस्करणको उपाधि कसले जिल्ला त भन्ने चासो सबैतिर छ। नेपाली क्रिकेट समर्थकहरूले पनि यो प्रश्न गरिरहेको देखिन्छ। यद्यपि अहिले नै ती भन्न सक्ने अवस्था त छैन। यद्यपि टिमहरू कोही भन्दा पनि कोही कम छैनन्। जस्तो अहिले राष्ट्रिय क्रिकेट टोलीबाट पनि कुशल मल्लले त्यति खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। यद्यपि अब एनपिएलका खेलहरूमा उनले कस्तो प्रदर्शन गर्लान्, किनकि उनी त स्वयं कप्तान पनि हुन्, मार्की प्लेयर पनि हुन्। उनले कस्तो प्रदर्शन गर्लान्, टिमलाई जिताउन सक्लान् त भन्ने चासो पनि सबैतिर छ। यद्यपि हेर्न बाँकी छ उनले कस्तो प्रदर्शन गर्छन् र कसरी टिमलाई जिताउँछन्। एनपिएलको सम्पूर्ण तयारी पुरा भइसकेको छ र नेपाल क्रिकेट संघले पनि एउटा आग्रह गरिसकेको छ। एनपिएलका खेल हुँदाखेरि ट्यु क्रिकेट स्टेडियम नजिक भन्नुपर्दा पनि काठमाडौँभित्र कुनै पनि ठाउँमा आन्दोलन नगर्नु होला भनेर एउटा सुझाव दिइसकेका छन् नेपाल क्रिकेट संघका सचिव पारस खड्काले। त्यसै गरेर अहिले ट्यु विश्वविद्यालयका विद्यार्थीहरूलाई पनि क्यानले एनपिएलका खेलहरूमा टिकटका लागि 50% छुट दिइसकेको छ। यो खासमा सबैतिर एउटा प्रश्न पनि उठिरहेको मैले देखेँ सामाजिक सञ्जाल जताततै। ट्यु विश्वविद्यालयका विद्यार्थीहरूलाई मात्रै किन एनपिएलका लागि 50% छुट दिइयो त भन्ने प्रश्नहरू धेरैले गरिरहेका छन्। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त क्यानको आलोचना पनि गरिरहेका छन्। यद्यपि नेपाल क्रिकेट संघ क्यानले ट्यु विश्वविद्यालयका विद्यार्थीहरूलाई 50% छुट दिनुको एउटा मुख्य कारण छ। त्यो कारण के हो भन्दाखेरि जति बेला ट्यु क्रिकेट मैदानमा खेलहरू सुरु गर्दाखेरि ट्यु विश्वविद्यालय र क्यानबीच सम्झौता भएको थियो। त्यो बेला सम्झौतामै हस्ताक्षर गरिएको थियो कि ट्यु क्रिकेट मैदानमा खेलहरू हुँदाखेरि ट्यु क्रिकेट मैदानका विद्यार्थीहरूलाई जुनसुकै खेल, चाहे त्यो क्रिकेट होस् चाहे जुनसुकै खेलहरूका लागि पनि 50% छुट दिनुपर्नेछ, अर्थात् दिनेछ भनेर क्यान र विश्वविद्यालयले हस्ताक्षर गरेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ ट्यु विश्वविद्यालयका विद्यार्थीहरूलाई क्यानले 50% छुट दिएको हो टिकटमा। यद्यपि अहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न टिका टिप्पणी गर्दै आलोचना पनि गरिरहेका छन्। किन दियो, त्यहाँ मात्र अरू विद्यार्थी होइनन् भन्ने खालका प्रश्नहरू धेरैले गरेको देखियो। त्यसै गरी अब कुरा रह्यो मेडिकल व्यवसायी दुर्गा प्रसाईले अब आन्दोलन गर्ने घोषणा निरन्तर रूपमा गरिरहेका छन्। अब विश्वभर चिनाउने नेपाल प्रिमियर लिग एनपिएल यो घरेलु प्रतियोगितालाई बाधा नपुगोस् भन्ने हिसाबले क्यानका सचिव पारस खड्काले काठमाडौँमा आन्दोलन नगर्न बरु गर्नै परि बाहिरतिर गर्न भनेर भनिसकेका छन्। यद्यपि दुर्गा प्रसाईले भने एनपिएलका खेलहरू सार्न भनेका थिए, तर सार्ने कुरा भएन। किनकि एनपिएलका खेलहरू मितिमै गर्नुपर्ने अवस्था पनि एकातिर हुन्छ। जस्तो त्यो अनुसारले तयारी गरिएको थियो। अब कुनै एक व्यक्तिले भन्दैमा धम्काउँदैमा एनपिएलका खेलहरू त्यो रोक्ने भन्ने पनि हुँदैन, जुन कुराको जानकारी क्यानले नै सङ्केत गरिसकेको थियो। यद्यपि दुर्गा प्रसाईले आन्दोलन गरे पनि त्यसो खेलमा बाधा त पुग्ने नै छ। धेरैले यो आकलन पनि गरिरहेका छन्। यद्यपि क्यानले भने यो आन्दोलन नगर्न भनिसकेको छ र धेरै क्रिकेट समर्थकहरूले पनि अहिले दुर्गा प्रसाईले आन्दोलन नगर्न भनिरहेका छन्, बरु एनपिएलका खेलहरू सकिसकेपछि गर्न भनिरहेका छन्। तर दुर्गा प्रसाई भने यो विषयमा पछि हट्ने देखिँदैन। जे होस्, अहिले नेपाली क्रिकेट समर्थकहरू सम्पूर्ण नेपाल प्रिमियर लिग एनपिएलको व्यग्र प्रतीक्षामा छन् र अब एनपिएल हाम्रो आँगनमै पुगिसकेको छ।